मरिया लाबो जसले आफ्ना छोराछोरीहरू पकाएर आफै खाइन्। किन गरिन् होला मरियाले यस्तो? आजको अर्बन लेजेन्ड फिलिपिन्सबाट हो मरिया लाबोको कहानी। मरिया एउटा गाउँमा बस्ने गर्थिन्। उनको एउटा श्रीमान अनि बच्चाहरू थिए। उनको श्रीमान सोल्जर थिए भने मरियाको घर परिवार एकदमै गरिब थिइन्। पैसा कमाउनका लागि मरिया विदेशमा जान्छन् अनि केही वर्ष उहाँ काम गरेर फर्किएपछि मरिया आफ्नो गाउँमा आउँछिन्। आइसकेपछि मरियाको बिहेभियर धेरै चेन्ज भइसकेको थियो। उनी एकदमै कम बोल्ने, एक्लै एक्लै बस्ने, होइन, धेरै परिवर्तन उनको व्यवहारमा उनको हस्बेन्डले देखिरहेको थिए। तर उनले चाहिँ अब बाहिरबाट आएको छ, केही प्रब्लम होला या अलि घुलमिल गरेर होला भनेर त्यति धेरै सोचिरहेको थिएनन् कि मरियाको बिहेभियर किन यस्तो भइरहेछ भनेर। केही समयपछि एक दिन मरियाले डिनरको टाइममा मासु बनाएकी हुन्छन्। उनको श्रीमानले मासु टेस्ट गरेर भन्छन् कि यो मासुको टेस्ट अलिकति डिफ्रेन्ट छ, के को मासु बनाए तिमीले? तब मरियाले भन्छन् कि यो तिम्रै छोराछोरीको मासु हो, मैले हाम्रै छोराछोरीलाई पकाएको छु। यो सुनेर उनको हस्बेन्ड एकदम सकमा जान्छन्, एकदम रिसमा जान्छन्। अनि मरियाले आफ्नो श्रीमानलाई पनि चक्कुले हमला गर्न थाल्छन्। श्रीमानले पनि उनलाई रिस्पोन्समा हमला गर्छ, जसले गर्दा उनको मुख यहाँदेखि यहाँ काटिन्छ, होइन। अनि मरिया लाबोको डेथ हुन्छ। भनिन्छ त्यो टाइमदेखि मरिया लाबो अझै पनि भड्किरहेको छन् फिलिपिन्सका ती गाउँहरूमा आफ्नो शिकार खोज्न। उनी एउटा क्यानिबल हुन् जसले मान्छेको मासुहरू खान्छ। उनी क्यानिबल हुन् र अझै पनि उनीहरू मान्छेको मासु खानका लागि यताउता भड्किरहेकी हुन्छन् र उनले रातमा एक्लै कसैलाई भेटाइन् भने खाने गरेकी छिन्। यो अर्बन लेजेन्ड फिलिपिन्सको हो र म अरू स्टोरीहरू पनि तपाईँलाई सुनाउने छु। सो मेरो च्यानललाई फलो गर्नु होला। बाई।